नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। आजको रेसिपी चिकन लेग पिस र चिकन फ्राई। अब यसरी मरमसला हालेर म्यारिनेट गरेर राख्ने। यसलाई आधी घन्टा 1 घन्टा मजाले राखेर मजाले म्यारिनेट हुन्छ। अब तेल ततायो, यसलाई भुटभाट पार्ने। अब घरमा बनाएपछि मरमसला कम राखेर आफ्नै हिसाबले हैन, पिरोनी कम्ती राखेर बनाउन सजिलो हुन्छ। यसरी बनाएर तपाईहरु पनि खानु होला। मैले चाहिँ प्राय चाहिँ नर्मली बनाउँछु, मरमसला कम हालेर। लाइक शेयर कमेन्ट गरिदिनु होला, हजुरको साथ सपोर्ट चाहिन्छ। यसरी बनाएर बेला बेलामा हजुरहरूले नि बच्चाहरूलाई खुलाउनु, हजुरहरू नि खानु। के कस्तो हुन्छ मैले जानेको यति हाल्छु।